ल सबैजनालाई वेलकम ब्याक टु यट अनदर भिडियो। अनि आज चाहिँ दसैँको शुभ दिन अनि हामी चाहिँ पश्चिम पौनी ठुलबाबाकोमा गोपाल ठुलबाबा र गोमा ठुलिआमाकोमा अब ठुलबाबा चाहिँ हुनुहुन्न ठुलिआमाकोमा टिका लाउने भनेर सबैजना परिवार भई जाँदै गरेको क्रममा यो भिडियो बनिरहेको छ। ल अब दसैँको भिडियो आइसकेको छ, सबैजना लास्टसम्म हेरेर लाइक सब्सक्राइब कमेन्ट के गर्नुहुन्छ सबै गरिदिनु होला है त। नमस्कार। कति अँध्यारा बस्नु भएन के 32 ए अचारलाई ठिक पार्न लाउनु भएको। हेलो टमाटर जानी अरे मलाई हेर्दै त नि देखाउँछन् आउने पिए आउने गरेर अघि हेरे के कहिलेको भिडियो यो दसैँको भिडियो के दसैँको भिडियो के सुलभ बिरामी ल अब साइलाबा अर्थात् हात ठुलबाबा नि आइसक्नु भएको छ। उहाँको चाहिँ अस्ति भर्खर 84 गरेको ठुलबाबाको हातबाट टिका हाई गर अङ्कललाई छिटो हाई गर। मासुनी कडा बनाउनु भयो दाइहरूले भर्दै नुन धेरै होला फेरि दाइ पाके नि आज चाख्नु भयो नि के रे नुन त नारायण दाईको जिम्मा नारायण दाईले हाल्नु आएको हाल्नु आएको नुन नारायण दाईले सुन्न दसैँ ला जस्तो भएको छ कि नै बोल्नुहुन्छ कि भनेको के चिया खाँदा ठिक्क छ एकछिन चिया राखिदिनु सेलासी खानु होला के छ। अनि कतिको रमाइलो भएको छ, छोराहरू नातिहरू जुटिया छन्। त्यही त अब हजुर बाबालाई त मैले हिजै ल्याएको के अरे हजुर अलि ढिला आउनुभयो। तिमीले चाहिँ पकाइदेऊ है। ल म पकाइदिन्छु। अझै घिउ राखेर खाना हुन्छ त? हुन्छ हुन्छ ओहो यसको बास्ना त मोबाइलबाट देखाउनु मिल्दैन हो क्या हो के रे होइन दाइहरूले बनाएपछि त कडा हुनै पर्यो नि। अझै नारायण दाइ कसिएसित दाइ 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 ल ए ढोका खोल्नुहोस् खाना आयो के दसैँ रमाइलो लागिरहेछ। मम्मीहरू पनि आइसक्नु भयो, बासी हुनुभयो बाहिर त अब रमाइलो लाग्छ। कति टाइम छ अब? छैन रे अब 10 बा पनि खेल्न लाउनु भयो क्या हो के छ हाम्रो मिस्टर हेन्समको हालखबर? भाउजू ए सुमित्रा भाउजू सम्पत्ति समाउन पर्यो। रोको त होइन तर सम्पत्ति समाउन पर्यो। लिएको त हो के रे तर यहाँ मेरो ड्युटी आयो के। के भयो खै खै हेरौँ राम्रो आछ ल भाइरल हुने भयो। तर के गरेको ब्लग गराएको कसले हाल्छ त ब्लग? खै खै कसले हाल्छ त ब्लग? यो कसको मोबाइल हो?
मम्मीको मोबाइल हो ए कडा आइछ बहिनीको भिडियो गराउँदै बस्ने फेरि त्यही समयमा घरमा टिका लगाउन सक्ने सम्पूर्ण लाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना जनजनमा घर घरमा शान्ति आओस् सबैको मनोकामना होस् अहिले कडा भन्नु त ग्यार्नु बसिनु भएको हजुर ल गरौँ ल ह्यापी दसैँ फेरि एकचोटि
भाग्यमानी हुनु भनेको मान्नु होला कायदा नमान्ने विष्णु कायदाले मान्ने नारायण कायदा नमान्ने विष्णु कायदाले मान्ने नारायण खुसी भइछन् म अनिसी नजाई कपाल माथि गर छोरी एउटा हातले अलि टाउको सिट ठाडो गर कपालमा सार्दैन मनी आउँछ है पछि पछि ल
पायो है मैले दिएँ तँलाई पछाडि 2टा 0 भएको चाहियो क्या भइहाल्छ नि कहिले हुन्न मलाई सत्यंच विशुद्धे विज्ञान विधे भवन्तु भवता कृष्ण नारायणे धर्मादि धन बुद्धिवादी बुद्धिरै जाओस् निरोगी भएर सबैलाई चाहिँ नाम कमाएर सबैको पल्लाको छोरो पल्लाको भाइ पल्लाको नाति भन्ने नाम राखेर यस कमाउनु ज्ञानी हुनु विरोधी हुनु धेरै पढ्नु नेपाली इङ्ग्लिस संस्कृतदेखि लिएर 4-5वटा अरू भाषाहरू पनि खराब लेख्न र पढ्न सक्ने हुनु ल भाग्यमानी ल हो क्या अनि पनि डबल हुन्न पाप लाग्छ फेरि डबल गर्ने पाप लाग्छ तिमी पायौ कसो सानो बाँकी उतिरी बाँकी छ यता झन् सानो छ नि झन् सानो छ नि दाइ जयोस् ल भयो ल अब ठुलाको पालो ल जयोस् ए ल धन्यवाद थपियो यार जयोस् भगवती प्रसाद जयोस् जयोस् भाउजू म पनि बाँकी छु क्या दाइ के हो र आउ ल हामी पनि बाँकी छौँ खोल्टी सानो त भएन खोल्टी खा कि यता खाएकै खोल्टी सानो भयो मेरो ल है ल खाने बेला भयो के अरे होइन हजुरले खानुहुन्न के चाहिन्छ भन है ए भाउजू यता रस चाहियो अरे आज नि सकन्जरी खाइयो के छ ठिक छ के रे दाइ मदन दाइ के छ मिठो छ नि खाना के चाहियो भने भन्नु है के छ छोरासितको हिँडाइ काइदाको छ के अरे दसैँ कतिको लाछ टिका लगाइयो रमाइलो कतिको भयो हजुर दाजुभाइ कोही भयो